यो हो टेक्नोको स्पार्क टेक्नो। अब यसको यो डिस्प्ले फुटेको छ, अब यसलाई कसरी चेन्ज गर्ने भन्ने कुरो चाहिँ म तपाईहरुलाई यस भिडियो दिएर चाहिँ देखाउन आँटिरहेको छु र कसरी खोल्न सकिन्छ भन्ने कुरो पनि यस भिडियोमा हेर्न सक्नुहुनेछ। र सबैभन्दा पहिले तपाईले यो खोल्नको लागि यहाँबाट पिन घुसार्नु पर्ने हुन्छ। पिन घुसारिसकेपछि चाहिँ यसरी आउँछ यस्तो। अब निकाल्नको लागि अलिकति सजिलो चाहिँ यसैको छेउबाट यस्तो गरेर यही सिम घरको छेउबाट यसरी निकाल्न थाल्नुपर्छ। ल खोलिसक्यो। अब यो उकाउनु पर्ने छ। यो उकाउनको लागि चाहिँ हामीले तताउनु पर्छ है त। उकाउनको लागि चाहिँ हामी यो मेसिन प्रयोग गर्छौं। अब यो यसरी ट्याक्क मिलाएर यहाँ राखिन्छ यो डिस्प्लेलाई उकाउनको लागि। अब यहाँ माथि राख्ने। अब यो तातिन्छ यहाँनेरि है। यो चाहिँ अहिले 29-30 छ। यो चाहिँ 102-3 सम्म पुर्याएर एकछिन तताउनु पर्छ अनि उकिन्छ। त्यो तातेपछि यो ब्याट्री पनि उकिन्छ, तल पनि उकिन्छ है साथीहरु। ल अब 101-102 भइसक्यो है। अब चाहिँ लगभग यसलाई तानेर उकाउँदाखेरि लगभग उकिन्छ। यो गर्दैछु। यसरी तताएपछि यो सर्लक्क उकिन्छ अनि यो निकाल्ने।